प्रेस चौतारी नेपाल बराहा क्षेत्र नगर समितिको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ। प्रेस चौतारी बराहा क्षेत्र नगर समितिको चौथो अधिवेशनले अर्जुन श्रेष्ठको अध्यक्षतामा 9 सदस्य सहित कार्य समिति चयन भएको हो। उपाध्यक्षमा भूमिका रसाइली, सचिवमा सुदन कुरागाई, कोषाध्यक्षमा गंगा भट्टराई सर्वसम्मत चयन हुनुभएको हो। सदस्यहरूमा अनिता कार्की, नवीना पौडेल, मनिका विश्वकर्मा, रेसु राई, हरि बस्नेत चयन हुनुभएको हो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जगदीश कुशेतले नयाँ कार्य समितिले बराहा क्षेत्र भूगोलको पहिचान स्थापित गर्नुभएको भूमिका निर्वाह गरेको व्यक्त गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेकपा एमाले कोशी प्रदेश प्रचार प्रसार तथा प्रकाशन विभागका उपप्रमुख मजदुर नेता भीम ज्वाला राईले पत्रकारिताको आचार संहिताभित्र रहेर नेकपा एमालेमाथि भइरहेको औपचारिक हमलाको विरुद्धमा समाचार लेख्न आग्रह गर्नुभयो। प्रेस चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष सुमन पुरीले बराहा क्षेत्र भूगोल अन्तर्राष्ट्रिय स्तरमा समाचार उत्पादन गर्न सक्ने सम्भावना बोकेको स्थान भएको बताउनुभयो। उहाँले गलत कार्यको खुलेर समाचार लेख्न र धाक धम्कीदेखि नडराउन पनि अनुरोध गर्नुभएको थियो। कार्यक्रममा प्रेस चौतारी केन्द्रीय सदस्य हिमाल दाहाल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रेस चौतारी नेपाल सुनसरीका निवर्तमान इन्चार्ज सन्तोष काफ्ले, प्रेस चौतारी कोशी प्रदेश सदस्य महेश कुरागाई, प्रेस चौतारी सुनसरी अध्यक्ष विकास चामलिङ लगायतको अन्यको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।